नेपालभन्दा बाहिर विदेशमा रहेर पनि नेपाल प्रिमियर लिग सिजन 2 को गेमहरू हेर्ने मेरो तयारी चाहिँ लगभग पुरा भइसकेको छ। तपाईँहरूले टिभीमा देख्न सक्नुहुन्छ। टिभीमा चाहिँ मेरो डिस होम गोको एप रेडी छ। लगइन गरेर त्यो प्लान किनेर त्यसै गरेर फोनमा पनि भोलि गेम सुरु हुन बित्तिकै चाहिँ म के हुन्छ त हेर्नको लागि म रेडी छु। जस्तो मैले तपाईँलाई टिभीमा लगेर देखाउँछु एकचोटि। यसमा चाहिँ टक्क रेडी छ। अब यहाँबाट यो लिङ्क हो, तर यो चाहिँ यस्तो टेक्स्टहरू चाहिँ डमी टेक्स्टहरू नै छ। यो चाहिँ हटाइदिए हुन्थ्यो। 1 day to go भनिरहेको छ अनि प्रोमो ब्यानर यस्तो भनेको छ। अब भोलिबाट यो सुरु हुन्छ र हामी के गर्छौँ त हेर्नेछौँ। त्यस्तै गरेर मेरो फोनमा पनि रेडी छ। अब यो चाहिँ मैले कसरी गरेँ, के स्टेप रह्यो, किन भन्दा चाहिँ हामीले सोचे जस्तो अलिकति सजिलो चाहिँ छैन जस्तो छ। अलिकति पैसा तिरेर किन्दा पनि पेमेन्ट नहुने, मैले फेस गरेको पनि पेमेन्ट नहुने, त्यस्तै गरेर कहिले के नहुने, टिभीमा लिङ्क गर्न पनि त्यस्तै गाह्रो। अनि त्यस्तै गरेर अर्को भनेको पहिला त एपै अभाइलेबल थिएन, आजै अभाइलेबल भएको हो विदेशमा। अनि त्यसपछि एप डाउनलोड गरेर त्यस्तो गर्ने प्रोसेस चाहिँ अलिकति राम्रोसँग काम नगरेको हो कि जस्तो छ होइन। मैले चाहिँ कसरी गरेँ भन्ने कुरा चाहिँ तपाईँहरूलाई यो भिडियोमा सरसर्ती देखाउनेछु। मैले लास्ट इयर पनि विदेशमा रहेर चाहिँ नेपाल प्रिमियर लिग कसरी हेर्न सकिन्छ भन्ने चाहिँ सेयर गरेको थिएँ। फुल्ली यो भिडियो पनि काम लाग्नेछ। आशा छ मैले यो भिडियो बनाउँदाखेरि भन्दा चाहिँ भोलिको दिनमा चाहिँ यो अझै सजिलो होस् होइन। सबैभन्दा पहिला चाहिँ हामीले के गर्नु पऱ्यो, म चाहिँ मोबाइलको स्क्रिन रेकर्ड पनि गर्छु र साथसाथै चाहिँ मैले गर्दाखेरिको स्क्रिन रेकर्डिङहरू छ त्यो पनि म तपाईँहरूलाई सेयर गर्ने अनुमति चाहन्छु है त। अब यसको लागि चाहिँ मैले सबैभन्दा सुरुमा के गरेँ भने एप स्टोरमा गएर डिस होम गो भन्ने एप डाउनलोड गर्नु पऱ्यो होइन हामीले। यो चाहिँ एप रह्यो। जस्तो 9 घन्टा अगाडि चाहिँ अपडेट आएको रहेछ यो एपमा। यो डाउनलोड गर्ने, यो डाउनलोड गरिसकेपछि चाहिँ हामीलाई के भन्छ सुरुमा यसले चाहिँ अकाउन्ट बना अथवा लगइन गर भन्छ होइन। अनि त्यस्तै गरेर अकाउन्ट बनाउने अथवा लगइन गर्ने। मैले चाहिँ गुगलको थ्रुबाट लगइन गरेँ। यो एपमा चाहिँ मैले यति खोजेँ नि पहिला सुरुमा त्यो प्लान किन्नको लागि के प्लानमा त तपाईँको देखाउनु अहिले चाहिँ मेरोमा देखाएको छ। म तपाईँलाई भन्छु यो कसरी हुन्छ भनेर। तर तपाईँले जस्तो यहाँ प्लान्समा भित्र जानुभयो भने यहाँ किन्ने अप्सनै छैन कि। अब कसरी किन्ने त? एपबाट त मैले विदेशबाट किन्न सक्ने हुनै देखिनँ होइन। अनि टिभी पेयरिङ कोड गरेर टिभीमा पेयर गर्दा पनि हुँदैन केही गरे पनि। जस्तो अहिले मैले यहाँ किनिसकेको भएर चाहिँ यसरी प्ले नाउ यस्तो यस्तो आइरहेको छ होइन। सायद यो नकिनेको भयो, यो मैले किन्दाखेरि चाहिँ यस्तो अप्सन थिएन र त्यसै गरी यहाँ कतै पनि अप्सनै दिइरहेको थिएन। अनि त्यसपछि चाहिँ मैले के गरेँ, जस्तो तपाईँले पनि यहाँ यो प्लान किन्ने अप्सन देख्नु भएको छैन भने चाहिँ अर्को उपाय भनेर चाहिँ के रहेछ भन्दाखेरि जस्तो एप चाहिँ अलिकति फुल्ली डेभलप भइ नसकेको हो कि भन्ने जस्तो लाग्यो मलाई। ब्राउजरमा जाने, ब्राउजरमा चाहिँ यो एड्रेस छ नि dishomego.com.np भन्ने चाहिँ यो डिसहोमको चाहिँ यो डिसहोम गोको लागि चाहिँ वेब पोर्टल रहेछ होइन। अनि यो वेब पोर्टलमा चाहिँ तपाईँले के गर्ने त त्यो अघिकै लगइनले चाहिँ यता पनि लगइन गरिदिने होइन, अथवा यतैबाट अकाउन्ट बनाउँदा पनि हुन्छ होला। म यता आएँ। यता आएर पछि चाहिँ मैले के गरेँ भन्दा यहाँ आइसकेपछि चाहिँ सब्सक्राइब नाउमा गएँ है। जस्तो तपाईँले सब्सक्राइब नाउमा जानुभयो भने चाहिँ यहाँ चाहिँ यसरी चाहिँ अप्सन चाहिँ देखायो मेरोमा। ओहो कस्तो अचम्मको कुरा, यही कुरा चाहिँ एपमा देखाएको छैन तर यता चाहिँ देखाउँछ भनेको एप र यो वेब चाहिँ एकअर्कासँग राम्रोसँग कुरा नगरेको जस्तो छ होइन। झडा पऱ्यो है के हो। अनि यहाँ चाहिँ देखायो। अनि त्यस्तै गरेर यहाँ चाहिँ मन्थमा सेलेक्ट गर्ने होइन। यसरी चाहिँ पेमेन्ट अप्सन आउँछ। जस्तो अघि नै मैले गर्दाखेरि चाहिँ यी सेवा ऊहरू पनि देखाएको थियो, अहिले विदेशको लागि क्याटर गरेको जस्तो छ। अनि जस्तो गेट पे भन्ने चाहिँ मा जाने अनि कन्टिन्यू एन्ड पे विथ गेट पे गरिदिने होइन। यो गेट पे भनेको चाहिँ पेमेन्ट प्लेटफर्म हो। यो गर्दाखेरि चाहिँ मेरो चाहिँ अघि नै यत्तिकै यो पेजमा प्लिज डु नट रिफ्रेसवाला पेजमै यत्तिकै अड्कै गऱ्यो होइन। अड्केको छ हुँदै हुन्न अब त्यस्तो भन्छ। तर मैले चाहिँ मेरो सहन शक्ति नभएर चाहिँ मैले के गर्नु, रिफ्रेस नगर भनेर चाहिँ तपाईँले टेक योर रिस्क योर सेल्फ होइन। यो चाहिँ ब्राउजरको सेक्युरिटी फिचरहरूले गर्दा पनि हुनसक्छ, आई डोन्ट नो। यो डिसहोम गोको एन्डमा प्रब्लम हो कि मैले चाहिँ रिफ्रेस गरिदिएँ होइन। यसपछि चाहिँ आयो के देख्नुभयो नि तपाईँले। यसमा चाहिँ तपाईँको कस्तो भन्दा कार्डको इन्फर्मेसन हाल्ने आयो र मैले कार्डको इन्फर्मेसन हालेपछि चाहिँ सक्सेसफुल्ली के भयो त किनियो होइन। किनिसकेपछि चाहिँ म तपाईँलाई देखाउँछु यसमा कस्तो देखाउँछ भनेर। यसरी चाहिँ पेमेन्ट सक्सेसफुल भनेर आयो होइन। अनि त्यसपछि चाहिँ तपाईँले जस्तो उता यो ब्याक गरौँ।
अनि यता अकाउन्टमा गएर सब्सक्राइब नाउमा जानुभयो भने सरी यसमा होइन कि अकाउन्टमा गएर अकाउन्टमा जाऊँ। यो चाहिँ वेबसाइटमा गरिरहेको छौँ हामीले, यो एपमा होइन है, वेबसाइटमा गरिरहेको छौँ भने जस्तो माई प्लान्समा चाहिँ करेन्ट प्लान्समा यसरी देखाइरहेको छ होइन त, एक्सपायर्स यति यति भनेर। अनि यसमा अरू थुप्रै कुराहरू पनि छ। अघि दिउँसोसम्म त यहाँ त्यो लिङ्क पनि आइरहेको थियो, जस्तै नेपाल प्रिमियर लिग, अहिले चाहिँ तत्काल आएन। यहाँ कन्टिन्यू वाचिङ, कन्टेन्ट नट अभाइलेबल भनेको भोलिसम्ममा नयाँ लिङ्क अब आयो, यो अभाइलेबल हुनेवाला छ त्यसको मतलब। अनि यो गरिसकेपछि चाहिँ मैले के गरेँ त भन्दा टिभीमा लिङ्क गर्नको लागि चाहिँ टिभीमा गइयो, टिभीमा लगइनमा गएँ। अनि यो जस्तो यहाँ चाहिँ एउटा फिचर चाहिँ रहेछ कि तपाईँको कस्तो छ भन्दा यो एपमा चाहिँ के एउटा फिचर चाहिँ टिभी पेयरिङ कोड भन्ने, म एपमा गएँ अनि टिभीमा चाहिँ एउटा सेटिङ्समा गएर चाहिँ लगइन गर्दाखेरि चाहिँ पेयर गर्ने कोड देखाउँछ। यो चाहिँ कामै गरेन, तर मैले चाहिँ त्यही लगइन गरेँ। अनि मैले चाहिँ गुगलबाट लगइन गरेको भएर पासवर्ड सेट गरेको थिएन, टिभीबाटै पासवर्ड सेट गरेँ र लगइन पनि भयो। र कस्तो भन्दाखेरि टिभीमा पहिला चाहिँ यो आफ्नो यो प्रोफाइलमा एपको सेटिङ्सको यो सब्सक्रिप्सनमा चाहिँ यहाँ सब्सक्रिप्सन पनि देखाइरहेको थियो होइन, तर अहिले चाहिँ देखाउन छोडेछ। यो चाहिँ दिउँसो मैले त्यो चाहिँ रेकर्ड गर्न पाइनँ। तर कस्तो भन्दाखेरि यहाँ चाहिँ छ, जस्तो यो लिङ्क चाहिँ छ वाच नाउ भनेर छ, अहिले सुरु नभएर चाहिँ यो सायद प्ले हुँदैन, एरर भन्छ। भोलि चाहिँ यसरी नै सजिलै हेर्न सकिन्छ होइन। अब त्यही त हामीले के गर्नु पर्यो त भन्दा, यदि तपाईँले सजिलै एपबाट भयो भने त भइगयो होइन, एप डाउनलोड गर्नुभयो र एपबाट तपाईँले पे गर्न सक्नुभयो भने त प्रब्लम सल्भ, केही भएन। अब तपाईँको केसमा मेरो जस्तै भयो भने चाहिँ के गर्नु होला भन्दा वेबसाइटमा जानु होला, ब्राउजरमा dishomego.com.np भन्ने वेबसाइट रहेछ dishomego-को। त्यहाँ गएर चाहिँ जस्तो प्लानमा चाहिँ त्यहाँ गएर चाहिँ वेबसाइटमा चाहिँ गएर सब्सक्राइब नाउमा चाहिँ किन्न मिल्ने रहेछ। अनि पेमेन्टको पेजमा गएपछि त्यो सेतो पेजमा डु नट रिफ्रेस भनेको पेजमा चाहिँ त्यतिकै कुराइदिएकै गर्छ बाबा। त्यसपछि मैले चाहिँ आफूले उ गरेर रिफ्रेस गरिदिएँ, त्यसपछि बल्ल आयो। अनि त्यसपछि भयो 15-16 अस्ट्रेलियन डलर काट्यो। र अब भोलि अहिले त राति 10 साढे 10 कति भइसक्यो। भोलि चाहिँ 8:45मा गेम छ, नेपालको चाहिँ 4 बजे हाराहारी, यहाँ चाहिँ 8:45मा। अब मेरो तयारी चाहिँ पुरा भएको जस्तो छ। अनि इमेल कन्फर्मेसन सबै कुराहरू आयो होइन, त्यो भएको हिसाबले। अनि जस्तो कतिले तपाईँहरूले भन्नुहुन्छ नि यो एपमा चाहिँ, अब जस्तो यो कस्तो एप अलिकति, यो चाहिँ पुरानो एप हो, नयाँ एप पनि होइन होइन। जस्तो पुरानो एप भएर पनि अझै अलिकति यो कस्तो कम्प्लिट नभइसकेको हो कि भन्ने छ। तर यो एप चाहिँ मलाई चाहिँ ठिकै छ है। भोलिसम्म यसले स्ट्रिम धानेसम्म चाहिँ हामीले धेरै कम्प्लेन गरिराख्नुपर्छ भन्ने पनि लाग्दैन। जस्तो यो माई प्लान्स भन्ने सेक्सन छ, यहाँ ट्याप गऱ्यो भने भित्र लग्छ सब्सक्रिप्सन सेक्सनमा। यो सब्सक्रिप्सन सेक्सनमा चाहिँ केही पनि देखाउँदैन होइन, यसले गर्दा पनि हामीले किन्न सकेको होइन। तर ब्याक गएर चाहिँ यो छ नि एरो, यहाँ चाहिँ तपाईँको एउटा यो माई प्लान्सको साइडमा चाहिँ, सरी म देखिन्छ कि देखिन्न है, यसमा गऱ्यो भने चाहिँ यहाँ चाहिँ यो रातोवाला चाहिँ एनपिएल पास भनेर, सिजन पास भनेर एक्सपाइरी डेट सहितको आउँछ कि यसरी। अब यो चाहिँ एरो थिच्यो भने चाहिँ आउने डाउन एरो, तर माई प्लान्स भन्ने त्यो मेन्युमा थिच्यो भने चाहिँ भित्र छैन होइन। यसरी चाहिँ कन्फर्म गर्न सकिन्छ। तर यसमा चाहिँ एउटा मजाको लागेको कुरो चाहिँ यसमा चाहिँ टिभी च्यानलहरू पनि हेर्न मिल्दो रहेछ। यो चाहिँ सधैँभरि राखिदिइराखेको हुन्थ्यो डिसोमगोले, बरु एउटा सर्टेन चार्जेस लिएर चाहिँ हामी विदेशमा भएको लागि अरू देशमा त सजिलो होला, तर अस्ट्रेलियामा मैले चाहिँ त्यति सजिलो देखेको छैन। र यो अनि त्यसरी चाहिँ हामीले टिभी हेर्न सकिन्थ्यो कि जस्तो लाग्छ मलाई चाहिँ, रमाइलो लाग्छ नेपालको टिभी रेडियोहरू हेर्नको लागि होइन। अनि अर्को कुरा चाहिँ जस्तो $10 मात्र चार्ज गर्नुको कारण पनि त्यही हो जस्तो छ। नेपालमा 300 होल सिजनकै लागि, विदेशीको लागि 10 भनेको त्यति महँगो हो जस्तो चाहिँ मलाई लाग्दैन होइन। किन भन्दाखेरि यो एप र यो प्रोसेस छ नि त्यति स्मुथ भइसकेको जस्तो चाहिँ मलाई लागेन। अलिकति अझै केही नेपालमा मैले चाहिँ युज गरेको थिएन यो कहिले पनि। हामी आउँदाखेरि यसरी यो ओटिटी प्लेटफर्म पनि थियो कि थिएन त्यति। अब तर नेपालबाट युज गर्दा चाहिँ कस्तो छ थाहा भएन, तर मैले फेसबुकमा देखेअनुसार नेपालबाट पनि स्टिल यो प्रब्लमहरू भइरहेको छ यही एपमा। तर यो नेपाल प्रिमियर लिगभन्दा पहिला डिसोमगोको कस्तो थियो पर्फर्मेन्स एपको भन्ने कुरो चाहिँ थाहा भएन मलाई होइन। त्यो हिसाबले मैले जज गरिहाल्न त मिल्दैन। तर अहिले सरसरी हेर्दाखेरि यत्रो इभेन्ट लाइभ स्ट्रिम गर्नको लागि चाहिँ डिसोमगो आफैमा पनि आइएसपीदेखि लिएर टेक्नोलोजिकल कम्पनी भएको भएर चाहिँ सायद उहाँहरू एकदम फास्ट फरवर्ड हुनुहुन्छ र उहाँहरूले चाहिँ एकदम
ठाउँको ठाउँ चाहिँ सल्भ गर्न सक्नुहुन्छ जस्तो लाग्छ। जस्तो त्यो टिभीमा पनि ब्यानर नट फर वेब भन्ने कति कुराहरू चाहिँ अलिअलि कुरा अलिकति ट्विक गर्न बाँकी छ जस्तो लाग्छ। लास्ट आवरमा अझै त्यो के भन्छ नि फाइनल प्रोडक्ट पोलिस्ड प्रोडक्ट चाहिँ फालिसकेको होइन कि जस्तो फिल भयो। तर एज लङ एज स्ट्रिम चल्यो भने चाहिँ हामीलाई समस्या छैन। त्यो बनावटी कुराहरूले त फरक पनि पार्ने भएन। अनि सानो सानो कुरा टिभीमा पेयर गर्ने कुराहरू यताउति कुराहरू चाहिँ के अलि नमिलेको हो कि जस्तो छ। तर त्यो लगइन भएसम्म त त्यो पनि समस्या भएन। अनि $10 कुरा अनि मलाई खासमा चाहिँ विदेशमा बसेर अलिकति यदि नेपाल त्यो चाहिँ सिधै पैसा चाहिँ क्यानलाई जान्छ जस्तो त्यही हामीले पे गरेको फिजले चाहिँ कन्सिक्वेन्टली फ्युचरमा चाहिँ त्यो पैसा चाहिँ अल्टिमेटली केही पर्सेन्ट क्यानलाई गएर चाहिँ क्यानले चाहिँ जस्तो त्यो अलिकति हाई एन्ड सिस्टमहरू जस्तै डिआरएस के भन्छ नि हो त्यो त एकदम हाई बजेट भयो। तर यसरी नेपालमा भएकोलाई चाहिँ पैसा थोरै नै राखेर विदेशमा भएकोलाई चाहिँ अप्सन जस्तो एचडी क्वालिटी एचडी राख्ने हो कि 4K अब हुन्छ नि त्यो अप्सनहरू गरेर चाहिँ अलिकति हायर एन्डको चाहिँ प्राइसिङ पनि राख्दा हुन्छ होला। त्यसरी चाहिँ अलिकति रेभेन्यू जेनेरेट गर्न सकिन्छ कि जस्तो लाग्यो। अब अहिले यसो हेर्दाखेरि चाहिँ मलाई चाहिँ मैले जज गर्दाखेरि चाहिँ मेरो पर्सनल ओपिनियन $10 मात्र राख्नुको कारण चाहिँ अलिकति यो प्लेटफर्म अनि यो कुराहरू चाहिँ यो वर्ल्ड वाइड अडियन्सहरूको लागि चाहिँ फुल्ली जस्तो यो पैसा सेट गर्ने बेलासम्ममा फुल्ली प्रिपेयर भइ नसकेको भएर हो कि भन्ने जस्तो लाग्यो होइन। नभए अलिकति सब एउटा स्मुथ प्रोसेस भएको भए चाहिँ अलिकति बढी 20-30 भएको भए पनि हामीले किन्थ्यौँ होला जस्तो लाग्छ। खैर यो व्यक्तिगत कुरा भयो। एज लङ एज भोलि चाहिँ हामीलाई चाहिँ स्ट्रिम चाहिँ यो चलेसम्म चाहिँ हामीलाई कुनै समस्या छैन। मोबाइलमा त हेर्न पाइन्छ, टिभीमा पनि हेर्न पाए चाहिँ भइहाल्यो। जस्तै टिभीमा चाहिँ मैले अर्को कुरा चाहिँ जस्तो तपाईँको स्मार्ट टिभी छ भन्यो भने चाहिँ मैले चाहिँ क्रोमकास्ट युज गरिरहेको छु। तपाईँको प्ले स्टोर छ भन्यो भने मजाले हेर्न मिल्छ। एप्पल टिभीमा पनि त्यस्तो अप्सनहरू होला, एकचोटि चेक गर्नु होला। अनि जस्तो गुगल टिभी अथवा क्रोमकास्ट छ भन्यो भने त सजिलै एप इन्स्टल गरेर सेम थिङ लगइन गरेर यसरी हेर्न सक्छौँ। र यो भिडियो हेरेर चाहिँ तपाईँलाई चाहिँ आफ्नो अकाउन्ट सेटअप गर्न र प्लान किन्न सम्भव भयो कि भएन प्लिज कमेन्ट गर्नुहोस्। अब कमेन्ट सेक्सनमा भेटौँला है त। बाई बाई।